देवी छल पछाडि हामी अब यो पोखराको गुप्तेश्वर गुफा तर्फ लागिरहेका छौं। अब हामी त्यतातर्फ झर्न लागिरहेका छौं गुप्तेश्वर गुफातिर। दुर्गा दाइ यसो मलाई नि खिच्दिनु त हजुरले टाका लाएर त्यस्तरी अरे हुन्न हातले नछेक्नु। आउनु 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 राजन राईको गुप्तेश्वर पाताले छाडाको पानी पनि मलाई निस्किन्छ अरे। ल ल ल हेरेर पनि देख्छु ल ल ल हाम्रो दुर्गा दाइ झर्दै हुनुहुन्छ। हाम्रो यो ओम शान्तिको टोली पछाडिबाट आउँदै हुनुहुन्छ गुप्तेश्वर गुफामा। दिपेन भाइजीले भिडियो बनाउँदै हुनुहुन्छ। भिडियो होइन हो दाजु हो। ल ठिक छ ल आउनु ल ल दिपेन भाइ यो क्यामेरा पनि यसो लिएर खिच्नु पर्यो। ल क्यामेरा छाड गर्नुपर्छ के दाजु हो र फेसबुकबाट छैन ल दाइ आउनु ल त्यसलाई कट गरेको होइन कट गरेको दाइ किन कट गरे नयाँ आएकै दाइ यो नयाँ। ल ल हामी गुप्तेश्वर गुफातिर आउँदैछौँ ल दाइ जानु ल ल जानु दाइ तल ल है ल आउनु हात हिलाउँदै आउनु है हात हिलाउँदै ए आमा ल दाइ दाइ के देखेर छाडो खिच्नु के दाजु फेसबुकको लागि छाडो युट्युबको लागि त हुन्न। हो युट्युबको लागि हुन्न युट्युबको लागि त्यो छैन हो झर्दैछौँ हामी झर्दैछौँ हामी देवी के अरे गुप्तेश्वर गुफातर्फ। मन्दिर फोटो खिच्न दिन्न होला दाइ यसमा किन सेल्फी हुँदैन यार तल मन्दिर फोटो खिच्न दिन्न यसमा होला किन सेल्फी हुँदैन भिडियोमा किन नभने दाइ खोइ गर्दा गर्दै सेल्फी गर्दा अब सेल्फी गर त ल यहाँ राउन्डेड छैन नि दाइ कता राउन्डेड हुने हो त छैन त नि मैले नि अहिलेसम्म गरेको छैन कि दाइ त्यस्तो। गुप्तेश्वर गुफा पोखराको गुप्तेश्वर गुफा इन्फॉर्मेशन तो आपको थारा पाए के हेऱ्यौ तिमीले यहाँको शिलालेख के भने त शनिबार भनेको रहेछ कि शनिबार बैठक राखेर 2051 सालमा ल गुप्तेश्वर गुफा यो प्राकृतिक सुरुङ हो क्या यो हेर्नु त कसैले बनाएकै होइन आफै बनेको सुरुङ हो। त्यो पनि पहिला त्यसरी पानी छिरेको थियो होला अनि त्यो पानी तल तल गयो अनि त्यहाँदेखि यो छोडिँदै गयो त्यस्तो हो कि। आउने बाटो रहेछ कति तलसम्म छ यो होइन यहाँ धेरै धेरै तल कसले होइन होइन गर्नु जुन बेला नगर भन्छ त्यही बेला हजुर हो र। ल गुफाभित्र अब फेरि प्रवेश गर्दैछौँ। मान्छे आउने जानेले गर्दा यहीँ भिड हुने भयो नि फटाफट 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 आगे सढो आगे बढो जगह में भागने के लिए वापस आने वाले हैं अच्छा ये वन वे है नहीं टू वे वन वे है टू वे वो जगह है ना थोड़ा थोड़ा है आदमी ज्यादा है अब क्या करें हम भी जानते हैं क्या गुफा है गुफा
चिसो अब कहाँबाट आएको त नि One side, that's all. Yapa, yapa. गुप्तेश्वर गुफा धेरै भित्रसम्म रहेछ त ओहो यता त झन् ठुलै हलै रहेछ त यहाँ त है पुरै हलै रहेछ त यहाँ त म त गएको थिइनँ आएको थिइनँ यतिभित्र भयङ्कर रहेछ ल आउनु त आएको थिएँ यति भित्रसम्म आएको थिएन यहाँ त हलै रहेछ नि त त्यो ऐको डेभिड फलको पानी निस्क्यो यहाँ हो ए यही पानीले पहिला खोलेको होला कि होइन यो अनि पानी तल झर्दै गयो यहाँ खोल्सो हुँदै गयो म आउन आएको थिएँ यति भित्र आएको थिइनँ के कुरो त्यही होइन त खतरा हो पहिला यसरी गयो होइन त्यसरी पानी निस्क्यो अनि पानीले खोल्दै 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 तल गयो त्यो कहाँबाट यो उता हामी खास पातल अघि हेर्थ्यौँ नि देवीको उताको त्यहाँ मुनि आइसक्यौँ पातले छाँगोको पानी यहाँ आएको छ त्यो छङछङसँगै गरेर यही हो यति मुनि आएर चाहिँ यहाँ त यत्रो ठुलो हलै रहेछ त म आधा मात्रै आएको थिएँ यत्रो पुरा आएको थिएँ आउँदै हुनुपर्ने गुप्तेश्वर गुफा म आउन त आएको पुरै नआएको हुनाले अब यहाँबाट आइयो गुप्तेश्वर गुफा त्यो ऐ झरेको त पाताले थाहाको यही त रहेछ नि ए गीता गीता ऐ झरेको पाताले थाहाको यही त रहेछ यो गुफा बनेको पनि पहिला यो खोला यताबाट गरेछ अनि पछि नभएको पाताले छाँगो झरेर यहाँबाट निस्किने यो गुप्तेश्वर गुफाबाट ल त्यसरी झरेर रहेछ त अनि त्यसैको बाफ त गएर त्यो माथि मस्त है बापरे द्वार बहुत ही अच्छा है इंडिया कहाँ से आए हैं? हाँ इंडिया से इंडिया कौन सी जगह से? ये बॉम्बे ल साह्रै राम्रो रहेछ म आउन त आएको पुरा नआएको ल आज चाहिँ गुप्तेश्वर गुफा पुरै आयो ल माताजी त्यो अहिले खसेको डेभिड फल भनेको त्यहाँ रहेछ क्या तपाईँ त यति मजाले सकिनु परेन सकिन्छ सकिन्छ ल त्यो खाली बाटो बसी आइहाल्नुपर्छ नि मैले यस्तो माने भाइजी पहिला यो खोला यताबाट गएको थियो यसले खोल्दै खोल्दै जाँदाखेरि तलबाट गयो अनि यो छोडेपछि गुफा भएको क्या त्यसरी भएको जस्तो माने मैले भोरिन्छ होला नि भोरेर हो त्यता त टाढो जान्छ होला नि
त्यो अघि खसेको छाँगो त्यहीँ खसेको रहेछ नि त तल देख्ने उज्यालो देखिने देखिँदैछ नि त उता चोकै देखिँदैछ नि त तल खस्ने रहेछ र माथि त्यही भएर त्यो बाष्पीकरण भएको बाफ निस्केर कति छाँगो होला भनेर भनिरहेको त यति तल आउँदो रहेछ अनि ल अब अहिले भिडियो अफ